So hello everyone, good morning, next morning. So हामीहरु चाहिँ अब हिँड्न लागेको यता आन्टीहरुबाट चाहिँ म चाहिँ पुरा हेलमेट चस्मा लगाइसकेको छु, रेडी भइसकेको छु। अब चाहिँ निस्किन लागेको उता बाजे घरतिर। यहाँ मेरो पुस बाजेहरुलाई आन्टीहरुलाई बाइ बाइ गर्दिनु पर्यो। ल बाइ बाइ, सी यु अब नेक्स्ट इयर। बाइ बाइ, रामरी बस्नु ल। ल आन्टी बाइ बाइ। बाई बाई आन्टी हाल यहाँ म चाहिँ पुरा हेलमेट लगाएर बर्मुन्डी भइछु। सी यु अब बाजेको घर गएर। बाजेको घरमा जस्ट हामीहरू पुगिसकेको छु। यस्तो घाम। हेलो बाबा, दर्शन। ए बाजेलाई भेट भयो यहीँ। दाँत देखाइदिनु त। ला फेरि तपाईँ बच्चाबाट फेरि उयो भयो ल। ल आयो आऊ यता भित्र फ्यानमा। ल आऊ बे सामान छोडिदियो एकछिन। ए बाजे नमस्ते। ल गर्मी भयो। A few moments later. सो अहिले हामीहरू चाहिँ बाहिर घुम्न जाँदैछौँ हावा खानको लागि। गर्मी भएर त्योभन्दा पहिला चाहिँ हामी बाजेलाई कुछ दिनुको लागि हेर्नुको लागि हामी जाँदैछौँ। के हो भन्दाखेरि चाहिँ बाजेलाई चाहिँ हामीले पेट्रोल स्कुटर हेरिदिने भनेको थियो। अनि त्यसको लागि पहिला जाँदैछौँ। बाजेहरू पनि जाँदैछ। कुराहरू चाहिँ आफ्नो बाइकमा छ, हामीहरू चाहिँ यहाँ आएको छु स्कुटर हेर्नुको लागि। यहाँ ब्याट्रीवाला स्कुटर हो यो सबै हेर्नु लागि आएको छु बाजेको लागि। बाजेले चुज गर्दैछ, हेर्दैछ पुरा कम्मरमा हात लगाइ। तर मलाई त राम्रो लागेको यो चाहिँ, किनकि स्पेस पनि ठुलो छ क्या, अगाडि सामानहरू राख्नु नि मिल्छ। हेर्नु त बाबा यो के। ल बाजेले चाहिँ यहाँ बाबा चलाउनु सक्नुहुन्छ त? टेस्ट गर्नुपर्छ अरे। मलाई चाहिँ राम्रो लाग्यो क्या यो चाहिँ, ठिकै क्या, प्राइस पनि अब ठिकै छ होइन। टायर पनि ठिकै छ क्या, राम्रो छ। एकपल्ट ट्राई गर्नु नि त बाबा। रियस होइन हल्का कस्तो हो यहीँ त हो नि, खाली छ, एकपल्ट ट्राई गर्नु। चलाउनु भएको हो क्या इन्डियामा चाहिँ मजा। ल ट्राई गर्नु हुँदैछ। ल स्टार्ट गर्दैछ। पक्नु बिस्तारै। ल ट्रायल गर्दैछ बुढोले। आयो बिचरा बाजेको रहर है। होइन स्पिड काम छैन, अब नथाम्ने भइसकेको छ नि त। अहिले उसलाई रहर मात्रै हो। बाजेले स्पिड ट्रायल गर्दै हुनुहुन्छ, पड्काउनु हुँदैछ। किनकि यो हुत्तिने रहेछ नि त, कस्तो पछाडि पनि लाग्दो रहेछ है, रिभर्स पनि हुँदो रहेछ। जस्तै कि हाम्रोमा हुन्न नि त नि नर्मल स्कुटीमा त। यसको फिडब्याकहरू कस्तो आएको छ? राम्रो आएको छ। हामीले भदौको 17 गते गराएको मैले एकदम राम्रो छ स्कुटर। यसमा कम्प्लेन भन्ने छैन। एउटा काइसिआई सिआर छ भने मलाई अलिकति कम्प्लेन आइदियो। दुईवटा स्टुडेन्ट अहिले त छैन। 65वटा स्टुडेन्टले मैले 9-10 महिनामा कम्प्लेन भन्ने हो। ल बाजे र जय आउँदैछ स्कुटरमा। यहीँ प्र्याक्टिस हुँदैछ हाम्रो बाबाको। ल यसले कस्तो सुहाहा। ल कस्तो लागिरहेछ बाबा? कस्तो लाग्यो त हजुरलाई? हाम्रो बाजे
ल बाबा बानी हुनुपर्छ बुवा सुरुमा त त्यस्तै हो मैले त लाउँदा पनि ट्राई गर्दैछ सोल्टिने फेरि हुत्तै जाने रहेछ कि है खै म पनि ट्राई गरौँ न म पनि ट्राई गर्दैछु तर होइन सजिलो त सजिलो हामीले चाहिँ स्कुटर ट्राई पनि गरिसक्यो सबले चलाएर कस्तो के लाग्यो एकदम राम्रै लाग्यो अलिक न्यू भएर होला हामीलाई अलिकति कम्फोर्टेबल चाहिँ भएन सो बाजेले अझै हेर्दैछ तर बाजेले हेरेको चाहिँ यो रिस्वान रातोवाला हो भनेको छ के अरे अब लेट्स सी हुन्छ रातै हो अन्त नि ठिक छ यो ठिक छ एकदमै केही गर्नु पर्दैन पेट्रोल हाल्नु नै पर्दैन चार्जिङ मात्रै त बाबा कस्तो लागिरहेछ हजुरलाई स्कुटी 22 सालपछि स्कुटी चलाउनु पाउँदा चाहिँ कस्तो महसुस हुँदैछ हड्डी हाँसेछ कि हड्डी हाँसेछ ए हाँसेर मेरो बाबा खुसी छ बिचरा हेर्दैछ यो चाहिँ अलि हेभीमा हो अलि एक्सपेन्सिभ पनि छ यो चाहिँ लाइक त्योभन्दा चाहिँ हल्का कम छ त्यही भएर चाहिँ हामीले चाहिँ यो लिनु लगाएको हल्का पनि हुन्छ नि त बाजेलाई चाहिँ बिचरा बाजेले 70 वर्ष पुगिसकेको छ त्यही भएर हामीले चाहिँ योवाला फिक्स गऱ्यौँ होइन यहाँ निकाल्नु हुँदैछ चार्जर बाबा यो चार्जर हो ल कसरी गराइदिनु देखाइदिनु न बाबा हेर्नु त्यहाँ हजुरले पनि यहाँ चार्जर यो एमसीसी अफ गर्दा चाहिँ चार्ज हुँदैन यो चार्ज भएको होइन है यो फुल हुँदाखेरि यस्तो सिग्नल आउँछ यो अफ गरेर चार्ज गर्नु हुँदैन हामीले चाहिँ यो प्याडल निकाल्नु यो केही काम छैन जस्ट फोसो भएर हामीले निकाल्नु लाग्यो सो हामीले चाहिँ यो लिइसकेको छ ल बाबा खुसी छौ त ह्याप्पी उयोहरू नयाँ आएको अरे बाजे खतरा छ अरे 4 लाख कति 4 लाख होइन नि 4 लाख 50,000 5 लाख भने हुन्छ हाम्रो 50 काठमाडौँ त आउने जाने हुन्छ होला त 450 किलोमिटर चाहिँ कति हो र काठमाडौँ त त्यो पनि त्यहाँ त्यो पनि गर्थ्यो है एउटा हाम्रो साथी दिनु थियो होइन अनि लासिनवाला के लासिनवाला राम्रो लाग्यो त्यो मान्छे पनि त्यस्तै मान्छे गाडी तपाईँको नाम लेखेको वारेन्टीमा तपाईँको नाम छ अफिसको साथ लगाएको छु ए भन्नु पर्यो भएको हो
कति भनेर 47 काट्नु सक्दैन किन त 3 नाइट भयो 97 ल हाम्रो प्यारेन्ट्स पनि भयो ल बाबा अब भोलिदेखि त बोजूलाई घुमाउँछ होला यार डेटिङ जान्छ होला जङ्गल चाहिँ नजा भन्नु नि फेरि सल्कने भरे त बाजेले अर्को केटी लिएर पो हिँडेर अर्को केटी बोजू लिएर पो हिँड्ला फेरि हामी चाहिँ अब जानु लाग्यो घरतिर होइन खाजा खानुको लागि हेर्नु सक्नुहुन्छ अहिले हाम्रो चितवनको रोड चाहिँ एकदम राम्रो बनाएको छ 4 लेनमा पुरा मजाको यहाँ हामीले चाहिँ यो सराटी सेन्टरबाट किनेको है अब चाहिँ बाजे पनि ह्याप्पी भयो स्कुटर लिएर सो यो बाजुलाई चाहिँ सकेसम्म हामीले ह्याप्पी बनाउनेछौँ किनेर अब चाहिँ हामी खाना जान्छौँ सो यहाँ चाहिँ हामी भेटघाट रेस्टुरेन्टमा एसबिआई ब्याङ्क सारा छ नि यहाँ छैन यहाँ उता भित्र जानुपर्छ गर्ने ए ल जाउँ न भित्र खाजा खानु हामी चाहिँ यहाँ खाजा खानु आएको यो के हो दाइ मटन टास रेडी हुँदैछ यहाँ मटन टासको लागि बाबा चेयर्स चेयर्स हामी सबैलाई खाऊँ न यो पनि हाम्रो चाहिँ मटन मोमो आइसकेको छ यहाँ चाहिँ फेरि यसो सुप पनि पाउँछ हाम्रो तास पनि आयो सबैको ल है अब रेडी टु इट अब खाएर भेटौँ ल सक्यो हाम्रो चाहिँ अब हामीहरू चाहिँ निस्किन्छौँ यहाँबाट ब्याक टु घरतिर कस्तो लाग्यो त न्यू आइटम खाँदा राम्रो लाग्यो टेस्ट कस्तो ठिकै ठिकै हो त्यस्तो वाउ त होइन